म कति वर्ष पुगेँ लगभग तो घरको पो याद हेलिकप्टर बस्दैछ कि हेलिकप्टर बस्दा पनि गर्नै पर्ने हुन्छ हामी चाहिँ यहाँ मेकअपतिर आज तिम्रो बर्थडे हो हेलो गाइज नमस्ते स्वागत छ आजको नयाँ दिन नयाँ ब्लगमा र आजको भिडियो चाहिँ मैले मेरो रुमबाट स्टार्ट गरिरहेको छु र के को विषयमा हुनेछ भन्दाखेरि चाहिँ आज चाहिँ मेरो बर्थडे हो र बर्थडे चाहिँ म सेलिब्रेट गर्नको लागि साथीको रुम जाँदैछु हामीले चाहिँ सोचेको थियो कि बाहिर सेलिब्रेट गर्छ भनेर किन भन्दा चाहिँ यो पालि चाहिँ आफ्टर म्यारिज चाहिँ हाम्रो फर्स्ट टाइम थियो नि त सँगै अनि अब यस्तै छ देशको माहौल यस्तै छ है अहिले के हुन्छ भरे के हुन्छ थाहै छैन त्यही भएर चाहिँ अब आफ्नो ज्यान जोखिममा भइरहेको छ हजुरहरूलाई पनि त्यस्तै नै भइरहेको होला र अब होस् छोडिदिउँ त्यो भनेको उसले फेरि होइन केक सेक मात्रै भए पनि काट्ने अनि सानो भए पनि सेलिब्रेट गर्ने फ्यामिली दुईजना साथीहरू र हाम्रो फ्यामिली चाहिँ सेलिब्रेट गर्नुपर्छ भन्नुभयो सो जानु आँटेको छु साथीहरू र यहाँनिर चाहिँ मेरो ड्रेसहरू होइन दादा कहाँ हो यो बर्थडे दादा र मेरो ड्रेस छ र यहाँनिर चाहिँ छ मेरो के खच्चर मिचर सामानहरू होइन मलाई त फेरि ह्याप्पी बर्थडे पनि भन्दैन त उता फर्केर भन्नुहुन्छ कि यता फर्केर भन्नुपर्छ ह्याप्पी बर्थडे भनेर रातिको 12 बजी भनेको 12 बजी भन्ने रहेछ कि निन्द्रामै बिर्सेछ बिहान फेरि नटालिनु न गरममा गालै टालेर तिम्रो गाला मेरो गाला कस्तो सेट हुन्छ कमेन्ट गर्नु होला ल मैले देखेको छुइनँ ब्याक क्यामेरा भइरहेछ सो स्टे ट्युन गाइज हामी अब के हुनेछ बाटोतिर भेट्नेछु ल कस्तो पानी आयो होइन सरङ पानी आयो मलाई त साँच्चै कस्तो घरको पो याद आयो पुरा घरको याद आएर चाहिँ र अहिले चाहिँ हामी घरबाट निस्किसकेको गाइज एकछिनमा पानी आयो एकछिनमा सुकिहाल्यो अझ कस्तो पानी पो आएको है यो बेगले चाहिँ छोड्नु आँटेन बल्ल 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 अरे मैले के बोल्नु आँटेको थिएँ बताएँ होइन यो बेगले चाहिँ मलाई छोड्नु आँटेन यो बेग चाहिँ यति धेरै सामान पनि आएको छ कम्फर्टेबल पनि छ होइन साथीहरू अन्त नि छोड्नु आँटेन मलाई बेगले आज मेरो बर्थडे अनि हजुरलाई कस्तो लाग्दैछ नछोड्ने रहेछ छ तर अर्को पनि साथीहरू त्यस्तो होइन छ भोलितिर देखाउँछु मेरो आज बर्थडे तपाईँलाई कस्तो लाग्दैछ भन्छु खुसी चाहिँ तपाईँ के को हो र मेरो बर्थडे तपाईँले मलाई के गिफ्ट दियो त्यस्तो पनि हुन्छ अब चाहिँ यहाँनिर बाटो आइसक्यो हामी हो अन्त अरू म कति वर्ष पुगेँ लगभग 27 लाख उयो फुलमा फोटो खिचौँ न यो फोटोमा फोटो खिचौँ न उसले त बर्थडे नबनाउने भन्दै थियो देख्नुभयो साथीहरू सिरिजको फुल खट्यो यो बेगमा के छ हौ त्यस्तो चाहिँ अघि नै आइपुगेको यहाँ रोमाको रुममा अन्त मेरो चाहिँ आउँदा आउँदै फोन चाहिँ स्विच अफ भयो नि त त्यही भएर भर्खर चार्ज हालेर चाहिँ अन्त आइसक्यो हो आएर नि चियाहरू खायौँ जुसहरू खायौँ अन्त के खाएर पनि बसिरहेको छ दुईजना चाहिँ दादा र रोमा चाहिँ बात गरिरहेको छ नि त अनि अब चाहिँ हामी जान आँटेको छु कम्प्लेक्स होइन सामानहरू लिनु छ र अब जानेछु के सामानहरू लिनेछु होइन अन्त यहाँ उसको हस्बेन्ड चाहिँ भर्खरै जानुभयो ड्युटी हो अन्त सो स्टे ट्युन गाइज हेर्दै गर्नु होला उनीहरूको चाहिँ यहाँ गफ पुरा चलिरहेछ यहाँबाट चाहिँ यो बाल्कुनीबाट देख्ने जग्गा चाहिँ यस्तो छ यहाँ हेर्नुहोस् है यहाँको भ्यू चाहिँ अगाडि आएर अड्किरहेको छु यहाँ अड्किरहेको छौँ यहाँनिर अलिकति एउटा लिफ्ट बिग्रेको छ र चाहिँ हाम्रो आज स्लो चलिरहेको छ नि त वेट गरिरहेको छु अहिले कम्प्लेक्स जानु कम्प्लेक्स जान अलिक छौँ त्यहाँ उसको सामान ल्याउनु पर्ने छ आज चाहिँ हाम्रो अनुसारको चाहिँ बर्थडे हो त्यही भएर सामान ल्याउनु जाँदैछु है साथीहरू अरू के भन्नु ल्याउँछु अब के गर्छु भनेर हेर्दै जानु कम्प्लेक्स आइसकेको छु हामी चाहिँ
देख्न सक्नुहुन्छ रोमा चाहिँ अलिक फोनमा बिजी भइरहेको छ के पाउँछ के किन्छु ल लिस्ट ल्याएन त यहाँनिर हामीले यहाँ केक अर्डर गर्नु दिएको रहेछ उसले के अरे रोमाले अन्त यहाँनिर के हाम्रो केक चाहिँ आइसकेको छ नि त्यही भएर वेट गरिरहेको छु अन्त यहाँबाट केही मिठाईहरू लिएर जान्छु कुछ सामानहरू लिएर जान्छु हेलिकप्टर बस्दैछ कि हेलिकप्टर बस्दा पनि यस्तो डर लाग्दैछ अहिले चाहिँ अब यो के अरे सामानहरू गरिसकेर चाहिँ अब जान आँटेको चिकन लिनु होइन चिकन लिएर आएर चाहिँ अब बेलुकाको त्यही त हो नि चिकन बिना त अब अधुरै अधुरो छ त्यसको पनि किनिसकेँ हो अब हामी जाँदैछौँ रुम आउँछ होइन दादालाई बेलुन खुलाउनु लगाऊँ त्यसपछि हामी खाना छिटो छिटो बनाएर रेडी हौँ हो किनभने हामी चाहिँ अहिले चाहिँ रेडी भएको छैनौँ नि त यतिकै आएको छौँ अन्त चाहिँ के भने त्यहाँबाट रेडी भएर चाहिँ हाम्रो भिडियो आउनेछ उसको एउटा ट्रान्जेक्सन भिडियो बनाऊँ ल रेडी हुनु अगाडि यतिकै ल आफ्टर देन त्यो ल ल अनि त्यो सबै भिडियो उसकै के अरे च्यानलतिर आउनेछ अनिसा कार्कीमा नै आउनेछ फेसबुकमा आउनेछ उसकोमा आउँछ होला सायद मेरोमा चाहिँ आउँछ आउँदैन यो म भन्न सक्दिनँ तर आज चाहिँ उसकोमै आउँछ सबै मैले गरेको छुइनँ सो हामी चाहिँ आइसक्यौँ अब सामान लिएर जानेछौँ यहाँनिर अब चाहिँ हामी एकछिन खानासाना बनाउँछु होइन यो सबै सामानहरू यहाँ छ रेडी गरिसक्छु यहाँनिर चाहिँ यहाँ तरबुज काटिरहेको छ यहाँनिर मेरो बुढाले चाहिँ बलुन फुलाउने काम गर्नुहुँदैछ दादा चाहिँ अझै ड्युटीबाट आउनुभएको छैन सो हामी चाहिँ अब यो लगाएर म एप्रोन लगाएर ऊ र म चाहिँ एकदम अब खानाको रेडी गर्नुपर्ने हुन्छ होइन यहाँ चाहिँ दादाहरू दुईजना मिलेर यहाँ डेकोरेसन गर्दैछ हामीले चाहिँ यो बेलुन ज्यादा पाएनौँ नि त सकिसकेको थियो अब बाहिर जानु अलाउ छैन त्यही भएर अलिकति कम भयो अन्त यहाँ चाहिँ थिएन पाउँदै पाएन हामीले यो कलरको पनि पाएन वाइट पनि पाएन यो ब्लू पनि कम्ती पायौँ अब यसलाई नै हामी म्यानेज गर्नुपर्ने स्थिति हुन्छ अब अहिले सिचुएसनको कारणले गर्दा बाहिर जानु पाएको छैन साथीहरू बेलुन 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 आयो चाहिँ साथीहरू फाइनल डेकोरेसनको लुक चाहिँ यस्तो रहेको छ आजको है यस्तो अब हेर्नु छ नि थ्याङ्क यू सो मच दुईजना दादाहरूलाई प्लस रोमालाई पनि अन्त किनभने यो बलुन फुलाउनु धेरै मुस्किल परेको छ हाम्रो यो डेकोरेसनको चाहिँ हामी 1000 लिन्छौँ मलाई पनि भन्नु अरे अपन छ हाम्रो म त बाँचे म त केही जान्दिनँ बर्थडे मनाउँ के मनाउँ भन्ने उयो बर्थडे गर्लको बुढाले त हेरेछ त हौ आज के हो गाह्रो छ यतिको चाहिँ गर्नै पर्ने हुन्छ हामी चाहिँ यहाँ मेकअपतिर लाग्न आँटेको छौँ के गर्नु भन न आज तिम्रो बर्थडे हो थ्याङ्क यू सो मच स्पेसली त मेरो सबै मेरो प्यारा आफन्तजनहरूलाई होइन जसले मलाई यति धेरै मायाको साथ मिस गरिदिनु भयो अनि स्पेसली थ्याङ्क यू मेरो हस्बेन्डलाई प्लस अझै स्पेसल हुनु बाँकी छ पहिला तिमी यो बर्थडे गर्ले यो बिर्सेछौ हो यो लगाऊ यो लाउनु बिर्सेछ हाम्रो बर्थडे गर्ले क्या नै तीन नहीं मेरे पास ये कट करना है अब चाहिँ हामी केक ल्याउनु म जाँदैछु अर्बाट यो यस्तो उयो गरिदिनु न यो यस्तो गरिदिनु कि म केक उयो गर्छु पहिला म केक पनि ल्याउँछु है अब आउँदैछ यहाँ चाहिँ यस्तै मिल्दै साथीहरू अब यो तर दादा झिप भयो त किन ह्याप्पी बर्थडे भन्नु आइज ब्रोडे यो कसले डुङ भेना थोड़ा ये तुम्हारा कैमरा सेट नहीं हुआ
यतिको हुन्छ है आयो भयो Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Happy birthday to you. Happy birthday. अस्ति हामी सँगसँगै दादाले किनेको थियो मेरो घरमा राखेको थियो उसलाई संस्कार To you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. Thank you so much. Thank you so much. Thank you so much. Look, Abhi, हेर्न सबैले यो डाइपर पनि दिएको के भन्छ तिमीहरूले जस्तो यो पनि धेरै स्पेसल छ मेरो होइन नदिएको भएको बर्थडे हो साथीहरू दिनु त पऱ्यो नि होइन A few minutes later. हाम्रो खाना रेडी भइसकेको छ अनि बर्थडे सकेटै सबै भ्याइसकेर पनि खाना खानु आँटेको छौँ ए हामीले त जुसहरू केही खानु भ्याएन नि एउटा थाल ल्याउ नै हल्का नफुटेको होला अब चाहिँ साथीहरू हामी लुडो खेल्न आँटेको छु हो कति बजेको छ रोमा भन्थ्यौ त 1 बज्न आँटेको छ रातिको 12:57 भइसकेको छ सो लुडो खेलेर चाहिँ आजको भिडियो यही इन्ड हुनेछ हजुरहरूलाई कस्तो लाग्यो अगर मेरो च्यानलमा तपाईँहरू नयाँ हुनुहुन्छ भने चाहिँ के गर्नुपर्छ रोमा लाइक सेयर एन्ड सब्सक्राइब सो थ्याङ्क्स फर वाचिङ के भन्नुपर्छ रोमा बाई बाई